आफ्नो म्यानपावर प्रोफाइल अपडेट कसरी गर्ने, आफ्नो प्रोफाइलको ड्यासबोर्डमा एनालाइसिस के छ भनेर चाहिँ कसरी हेर्ने। अब फेरि sajajobs.com ओपन गर्नुहोस्। sajajobs.com ओपन गरिसकेपछि लगइन रजिस्टर भन्ने यहाँनिर अप्सन छ, यसमा चाहिँ क्लिक गर्नुहोस् र तपाईँको म्यानपावरको जुन युजर नेम र पासवर्ड जुन हामीले दिएका हुन्छौँ त्यो चाहिँ तपाईँले यहाँनिर इमेल यहाँनिर पासवर्ड राख्नुहोस्। मैले अलरेडी राखिसकेको छु। अब म लगइन गर्छु। लगइन गरिसकेपछि मेरो ड्यासबोर्ड खुल्छ। सुरुमा आफ्नो म्यानपावरको प्रोफाइल कसरी कम्प्लिट गर्ने त्यसको लागि यहाँनिर जानुहोस्, यहाँनिर क्लिक गर्नुहोस्। गरिसकेपछि तपाईँको म्यानपावरको प्रोफाइलहरू आउँछ। यो सबै कुराहरू चाहिँ के हो तपाईँको म्यानपावरको यो सबै भर्न सक्नुहुन्छ। त्यसपछि यहाँबाट लोगो, आफ्नो म्यानपावरको लोगो पनि अपडेट गर्न सक्नुहुन्छ र म्यानपावरको इमेज अपलोड गर्नुहुन्छ अथवा भिडियो सोर्स अपलोड गर्न सक्नुहुन्छ। यो यहाँबाट गर्न सक्नुहुन्छ। यदि तपाईँले म्यानपावरको प्रोफाइल बनाउनु भएको छ युट्युबमा, त्यो प्रोफाइल छ भने यहाँबाट सिधै त्यो प्रोफाइलको लिङ्क कपी गर्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर गएर लिङ्कडिन, आफ्नो म्यानपावरको एड्रेस, सञ्चालकको नाम राख्न चाहनुहुन्छ भने र कन्ट्याक्ट नम्बर राख्दाखेरि चाहिँ ध्यान दिनु होला, यो फर्मेट अनिवार्य लास्टमा कमा हुनु जरुरी छ हैन। अब कहिले चाहिँ अब यो चेन्ज मानौ अब 39, अब त्यति धेरै चेन्ज हुँदैन, यति मात्रै चेन्ज गर्न सक्नुहुन्छ। अब यहाँनिर कन्ट्याक्ट इमेल, तपाईँको केही इमेल चेन्ज छ भने त्यो यहाँ राख्न सक्नुहुन्छ। वेबसाइट, म्यानपावरको वेबसाइट, म्यानपावरको फेसबुक पेज, म्यानपावरको ट्विटर पेज र इन्फर्मेसन चाहिँ सेभ गर्न सक्नुहुन्छ। अब यो इन्फर्मेसन सेभ भयो। अब कुनै पनि म्यानपावरको ड्यासबोर्ड जुन हुन्छ त्यो ड्यासबोर्ड चाहिँ कसरी एनालाइज गर्ने, कि वैदेशिक रोजगारको एपमा चाहिँ स्थिति के छ, आफ्नो म्यानपावरको प्रोफाइल चाहिँ कतिले हेरिरहेछन्, कति मान्छेले चाहिँ आफ्नो म्यानपावरको डिमान्डहरू हेरे भनेर जान्नको लागि चाहिँ तपाईँले स्टार्टिङमा यो ड्यासबोर्ड भन्ने छ, यसमा गएर तपाईँले यहाँ म्यानपावर मेम्बरसिप टिल 28 मार्च 2025 भनेको छ। यसको मतलब यो म्यानपावरकोले चाहिँ यो प्रोफाइल चाहिँ 28 मार्च 2025सम्म चलाउन मिल्ने रहेछ। तपाईँको आफ्नो प्रोफाइल त्यहाँ देखिन्छ र यदि यो चाहिँ डेट क्रस भयो भने चाहिँ तपाईँले फेरि यो हाम्रो टिमसँग चाहिँ यो डेट चाहिँ सार्नुपर्ने हुन्छ, डेट एक्सपान्ड गर्नुपर्ने हुन्छ अथवा सदस्यता नवीकरण गराउनु पर्ने हुन्छ। त्यसपछि फेरि डेट चाहिँ तपाईँले चलाउन सक्नुहुन्छ अर्को 1 वर्षसम्म। सुरुमा हेर्नुहोस् यहाँनिर एक्टिभ 2 देखाइरहेछ, यहाँनिर एक्टिभ 2 देखाइरहेछ, 203 चाहिँ डिमान्ड, यो टोटल जब देखाइरहेछ। यसको मतलब के हो भने यो म्यानपावर कम्पनी जुन मैले अहिले ड्यासबोर्डमा देखाइरहेको छु, यो म्यानपावर कम्पनीको 203 वटा डिमान्ड चाहिँ अभाइलेबल रहेछ, जसमध्ये 2 वटा चाहिँ यतिखेर एपमा एक्टिभ छ भनेको 2 वटा डिमान्ड चाहिँ जोसुकै युवाले चाहिँ देख्न सक्नुहुन्छ र सम्बन्धित म्यानपावर कम्पनीमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ अहिलेको सिनेरियोमा है। अब यो चाहिँ तपाईँको अहिले एपमा देखाएको छ भने मात्रै 2 देखाउँछ अथवा 1 देखाउँछ। यदि देखाएको छैन, कुनै पनि डिमान्ड अहिले अभाइलेबल छैन, वैदेशिक रोजगार एपमा देखाएको छैन भने चाहिँ 0 देखाउँछ। यो चाहिँ हजुरले हेर्नु पर्यो। अब यहाँ जहिले पनि 0 हुने अनि एपबाट चाहिँ एप्लाई आएन भन्न पाइएन है, त्यो चाहिँ हजुरले अपडेट गर्न मिल्छ। त्यो चाहिँ हामी अर्को भिडियोमा तपाईँलाई सिकाउँछौँ। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँको प्रोफाइल भनेको यो म्यानपावर जुन अहिले मैले खोलिरहेको छु, यो म्यानपावरलाई चाहिँ 1,72,996 पटक विभिन्न मान्छेले चाहिँ क्लिक गरेर हेर्नुभयो, उसको प्रोफाइल पढ्नुभयो, हेर्नुभयो हैन। अब यहाँनिर टोटल जब यो म्यानपावरमा 20,000 नेपाली युवाहरूले चाहिँ एप्लाई गर्नुभएको छ, विभिन्न 20,000 नेपालीले विभिन्न पोजिसनमा एप्लाई गर्नुभएको छ। यो म्यानपावरको डिमान्ड जुन यो 203 वटा डिमान्ड, अब यो चाहिँ 16 लाख पटक हेरियो, 16 लाख चोटि चाहिँ पब्लिकले हेर्नुभएको छ भनेको कति धेरै पब्लिकमा चाहिँ यो डिमान्ड पुग्ने रहेछ त म्यानपावरको भन्ने कुरा पनि हजुरले हेर्न सक्नुहुन्छ। 16 लाख। यसलाई म फेरि रिफ्रेस गरेर देखाइदिन्छु, यो हामीले फेक बनाएको होइन, यो भर्खरै फेरि तपाईँले रिफ्रेस हेर्न सक्नुभयो। अब यहाँ प्री क्यान्डिडेट, हामीले प्री क्यान्डिडेट भनेको चाहिँ वैदेशिक रोजगारीमा म जान्छु भनेर यो म्यानपावरलाई रिक्वेस्ट गरेको। यो म्यानपावरलाई चाहिँ विभिन्न मान्छे जो वैदेशिक रोजगारीमा जान चाहने युवाहरूले चाहिँ यो म्यानपावरलाई रिक्वेस्ट गरेको 6,310 जना युवा हुनुहुन्छ। यो सबैको प्रोफाइल हेर्न मिल्छ, 6,310 जना युवाको प्रोफाइल हेर्न मिल्छ यो म्यानपावरले है। त्यसपछि यो हप्ता 421 जना चाहिँ यो म्यानपावरबाट विदेश जान्छु भनेर रिक्वेस्ट गरेको पनि भेटियो। यसको मतलब यो म्यानपावरले 421 जनालाई यो हप्ता मात्रै चाहिँ क्यान्डिडेटको रूपमा चाहिँ पाएको अवस्था छ।
अब तपाईँले यहाँ हेर्न सक्नुहुन्छ जब एप्लिकेसन्स, तपाईँले यो 30 न्यूनतम 30 जनाले हरेक दिन तपाईँले हेर्न सक्नुहुन्छ। वेडनेसडे मार्च 19 मा 29 जना, 20 मा 28 जना, त्यसपछि 21 मा 32 जना, त्यसपछि 22 मा 52 जना, त्यसपछि 57 जना, त्यसपछि 48 जना, त्यसपछि 56 जना। यसको मतलब के भने 30 जनाभन्दा बढीले हरेक दिन यो म्यान पावरमा चाहिँ एप्लाई गरिराख्नु भएको छ विभिन्न देशमा रोजगारीमा जानको लागि। यही कुरा हामीले एकैचोटि 15 दिनको यसरी यहाँबाट सिलेक्सन गरेर पनि हेर्न सक्छौँ।